जिमबाट खुडी जान आँटेका छौँ। त्यो गाडी छ पछाडि। गाइजहरु अब हामी हिँडिसकेका छौँ। हाम्रो दाइ अनि अगाडि देखिँदैन अगाडि हाम्रो अगाडि देखिएन हाम्रो अगाडि नदेखिएको अवस्था छ। भित्र रमाइलो गर्दा गर्दै बाहिर हेरेको त बाहिर भ्यू एकदम दामी रहेछ। हामी रमाइलो गर्दै भ्यू हेर्दै जाँदै थियौँ। त्यतिबेलै दाइले तिम्रो भ्लगमा हाई गरिदिनु न त भन्दै सलाम गरिदिनु भयो। साह्रै रमाइलो लाग्यो भित्र। शनिबारको दिन पनि ग्राउन्ड खाली देख्दा अचम्मै लाग्यो। काम चर्को भएर होला। बाहिर हेर्दै जाँदाखेरि भित्र प्लास्टिकको साउन्ड आयो। भित्र हेर्दाखेरि दाइले खुकुरी रम निकाल्नु भएको थियो। एक्साइटेड भएर खुकुरी खाने भन्दै बाडी खुवाउँछु अनि खान्छु पनि। हामी आइसकेका छौँ। माथि पुग्नु पर्ने छ। फाइनली डेस्टिनेसन रिच गरियो हैन खुडी। हामी माथि चुलीतिर जाने तयारी गर्दैछौँ। मुनिको यस्तो छ। पानीको रफ्तार पनि दामी रहेछ। कला म पनि यहाँ हिँड्दैछु। दामी छ भ्यू यता पछाडि पनि कला छ। हाम्रो जिमको टिमहरू माथि जाँदैछन्। कुइने टार पुग्यो होइन। कस्तो छ भ्यू। अरे एकछिन रमाइलो गरेपछि हामी यता होटलतिर आयौँ। होटलतिर यसो गीतको व्यवस्था रहेछ। गीत सुन्दै खाजा खाँदै बस्दै थियौँ। अहिलेको लागि हामी चाहिँ चटपटेर कोक खाँदै थियौँ। दाइहरू रक्सी हान्दै हुनुहुन्थ्यो। गाडीमा भने जस्तो दाइले सुरुमा सबैलाई बाटिसकेर आफू अन्तिममा लिँदै हुनुहुन्थ्यो। पुरै स्टाइलमा प्याक बनाउँदै मलाई हेर्दै हाल्दै हुनुहुन्थ्यो। खाजा खाइसकेपछि हामी सबजना गीत बजाउँदै नाच्न थाल्यौँ। रमाइलो गर्दै सबलाई भोजपुरी गीत मन पर्दो रहेछ। त्यही भएर भोजपुरी गीतमा नाच्दै थिएँ। हामी सबै नाचेर थाकिसकेका थियौँ। त्यति बेलै मुनिबाट बोलाउन आउनुभयो। मुनि आएर हामी सबै बसेर व्यवस्थित खाजा खायौँ। खाना खाइसकेर हाम्रो माथि जाने कुरा भयो। फेरि उता पुलपारी हामी यहाँ छौँ। 3 जना फोटो खिच्दैछौँ। हाम्रो टोली त्यहाँ नाच्दैछन् पछाडि। हामी माथि चढ्दैछौँ। शाश्वत दाइ यहाँ फाक हुनुभयो। हाम्रो दाइ आउँदैन। हाम्रो दाइ चाहिँ खाना खाइसकेर हिँड्न नसकेर ती बस्नुभयो। म चाहिँ अलिकति जोसेर माथि चढ्दै थिएँ। म पनि धेरै माथि त हिँड्न सकिनँ। त्यो पनि अलिक माथिसम्म गएँ। भ्यू हेर्दै जाँदै थिएँ। भ्यू पनि राम्रै लाग्यो। पर घामले एस्थेटिक भाइब दिँदै थियो। माथिसम्म घाम देख्न थालिसक्यो। माथि रहेछ सिडी चाहिँ डढै चढ्नुपर्ने रहेछ। अझै त्यहाँ माथि पुग्नु खाएर हिँडेपछि गाह्रो। माथि जाँदै थिएँ म। तर दाइहरूले मुनि बोलाउनु भयो। मुनि नै रमाइलो गर्नुपर्छ भन्यो। म पनि गलेको थिएँ र मुनि गएर डान्स जोइन गरेँ। डान्स हेर्दाखेरि साह्रै रमाइलो लाग्यो। सब आफ्नै धुनमा मोज गर्दै थिए। यहाँ एकछिन नाचिसकेर हामी सब घर गयौँ। आजको यो भिडियो यहीँ सक्यो।